Happy birthday to you. Happy birthday to you. Happy birthday दिवस गुरुङ. Happy birthday to you. सुन दिवस गुरुङ, तिमी चाहिँ बिहा गरेको मान्छे हो, बाहिर गएर बर्थडे मनाउनु पाउँदैन। हेर, छिटो आऊ छिटो आऊ छिटो आऊ, यहाँ तिमीले उता फर्केर म आउँदिनँ भनेको त्यस्तो कहाँ हुन्छ। यहाँ हेर, तिम्रो छोरा कत्रो ठुलो भइसक्यो, एउटा छोरा छ, एउटा छोरी छ। हेर त, दियाङको फर्स्ट बर्थडेको भिडियो हेर, यो चाहिँ तिम्रो जवानको फोटो हो। त्यहाँदेखि अब तिमी चाहिँ जवान छैन, तिमी चाहिँ अब बिहा गरिसकेको मान्छे हो। पहिला जवानमा त केस पनि यस्तो ठाडो ठाडो हुन्थ्यो हो। अहिले त तिमी बिहा गरेर हेर, दुईजना हेर त काखमा तिम्रो सर्टिफिकेट निस्किरहेको छ। दियाङले चिप्स किन्नु जाँदैछ पापाको लागि हो। अन्त आम्लाले पनि यहाँ हेर त भन्दैछ, ओ माको छिटो घर आऊ बर्थडे मनाउनु पर्छ भनेर। देख्यौ, मैले पनि तिमीले सुन्दैछौ भनेर म तिमीलाई हेर्दैछु होइन। अनि तिमीले पनि सुन्दैछु भनेर जस्तो गरेर हेर्दैछु हो। अन्त यहाँ हेर त तिम्रो छोराले यो पापा चाहिँ कहाँ गयो गयो भनेर खोज्दैछ हो। अन्त पापा त मामासँग फोटो पो खिचेछ भनेर चाहिँ यसो बसिरहेको रहेछ हो। नानी पनि रुन्दैछ यता हो। भाइले भन्दैछ ह्याप्पी बर्थडे पापा, ह्याप्पी बर्थडे पापा, ह्याप्पी बर्थडे डियर पापा भन्दैछ। दियाङले हेर त सर्टिफिकेट लिएर बसिरहेछ तिम्रो। हेर त, म दियाङको छोरी हो भनेर, दिवस गुरुङको छोरी हो भनेर ह्याप्पी बर्थडे अरे। अन्त फेरि भाइले पापा ह्याप्पी बर्थडे अरे। त्यहाँदेखि म हेर त, म कस्तो टोपी लगाएर नक्कल पारेर हो तिम्रो लागि हेर घरमा पिज्जा हो, पिज्जा हो। अन्त यो हेर त सनफ्लावर हो, यस्तो टाउकोमा लाउने क्लिपहरू केहरू बनाएर यो केक बनाएर पर्खिरहेको छ हामीले सबैजनाले। भाइ र मैले हेर तिमीलाई कहिले आउने भनेर हेरिरहेछ। तिमी आएन भने चाहिँ मेरो लुक्स यस्तो हुन्छ है, बुझ्यौ। त्यही कारणले घर छिट्टो हो, ह्याप्पी बर्थडे मनाउनु पर्छ ल। अन्त त्यहाँदेखि चाहिँ यसरी फोटो खिच्नुपर्छ। त्यहाँदेखि नजरले लु बच्चो आपा तपाईँ कहीँ नजानुहोस्, छिट्टो घर आउनुहोस् भनेको। अन्त ह्याप्पी बर्थडे माई लभ, अलवेज बी ह्याप्पी, स्टे ह्याप्पी, लभ यु। ह्याप्पी बर्थडे दिवस। हेर, हामी सबैजना उभिएर तिमीलाई पर्खिरहेछ। हेर त, हिजो भाइ र म हेर यस्तो गाडीमा चेप्टी चेप्टी आएको। हेर त, तिम्रो बर्थडे सेलिब्रेट गर्नु। अन्त र चाहिँ घर छिटो बर्थडे मनाउनु पर्छ ल। चिची मामाम खानुपर्छ, मासु खानुपर्छ, रक्सी खानुपर्छ। ह्याप्पी बर्थडे।